धन्यवाद कार्यक्रम उत्कृष्टिकाज्यूलाई। मैले पसिना मागे पसिना देऊ, मैले रगत मागे रगत देऊ। म तिम्रो भावी सन्तानको उज्जवल भविष्यको निम्ति मुक्तिको लडाईँ लडिदिन्छु। यो भनाइ थियो महामानव डाक्टर गोपाल गुरुङज्यूको। आजको यस ऐतिहासिक कार्यक्रमको सभाध्यक्षज्यू र यसै गरी यस कार्यक्रमको प्रमुख आकर्षण तथा यस कार्यक्रमको प्रमुख अतिथिज्यू र यसै गरी यस कार्यक्रमको विशिष्ट अतिथिज्यू, विशेष अतिथि, ड्यासमा आसीन सम्पूर्ण अतिथिगण र सिन्धुपाल्चोकको कुनाकन्दराबाट पाल्नुभएको तपाईँ सम्पूर्ण तमाम मूलवासी मङ्गोलहरू, सुरक्षाकर्मीज्यूहरू, कलाकार भाइ बहिनीहरू, पत्रकार मित्रहरू र मेरो आवाज सुनेर बस्नुहुने सम्पूर्ण खाडी चौर निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा रसुवाको तर्फबाट र म विनोद थिङको व्यक्तिगत तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। सम्पूर्णले स्वीकार्नुहोस्। जय मङ्गोल। साँच्चै हामी यो ऐतिहासिक घडीमा उभिराख्दाखेरि मेरो मन एकदमै खुसी भएको छ। हिजो महामानव डाक्टर गोपाल गुरुङज्यूले एक्लै आफ्नो जीवन समर्पण गरेर लडिदिनु भएको लडाईँ आज साँच्चै त्यसले सार्थकता पाउँदैछ। हिजोको दिनमा सिन्धुपाल्चोक जिल्ला सभाको साथीहरू 4-5 जना मात्रै यो सङ्गठनको झन्डा, खुकुरी र तारा अङ्कित झन्डा र चुनाव चिन्ह कुखुराको भाले लिएर कुनाकन्दराहरूमा हिँड्नुहुन्थ्यो। तर आज सिन्धुपाल्चोक निवासी तपाईँ तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू जुन उपस्थिति जनाइदिनु भएको छ, यसले के कुरा इङ्गित गरेको छ भन्दा मङ्गोल नेसनल अर्गनाइजेसनको जितको सङ्केत दिइरहेको छ। यो जितको सङ्केत दिइराख्दाखेरि तपाईँ तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म के अवगत गराउन चाहन्छु भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले हिजोको दिनमा लोकतन्त्रको निम्ति आवाज उठाइराख्दा, धर्मनिरपेक्षताको लागि लडिराख्दा र प्रान्तीयताको परिकल्पना गरिराख्दाखेरि अहिले शासन सत्तामा बसिराखेका ती शासक वर्गहरूले एमएनओलाई जहिले पनि खिल्ली उडाउने काम गर्थ्यो। एमएनओ भनेको एउटा जातीय राजनीतिक सङ्गठन हो। एमएनओ भनेको कहिले पनि सत्ता र शक्तिमा पुग्दैन, यसले काल्पनिक कुरा मात्र गर्छ भनेर एक किसिमको खिल्ली उडाउने काम गर्थ्यो। तर महामानव डाक्टर गोपाल गुरुङज्यूको त्यो जीवनभरको सङ्घर्ष, उहाँले जन्माइदिनु भएको मङ्गोलवाद दर्शन, उहाँले जन्माइदिनु भएको मङ्गोल नेसनल अर्गनाइजेसनको तारा र खुकुरी अङ्कित झन्डा र चुनाव चिन्ह कुखुराको भालेभित्र आज देशभरिको बृहत्तर जनताहरू एकबद्ध भएर अगाडि बढिरहेको छ। हामी हाम्रो अधिकारहरू, तपाईँ हामीलाई जुन एउटा दासताको जन्जिर बाँधिएको छ, त्यो दासताको जन्जिरबाट मुक्ति दिलाउनको निमित्त महामानव डाक्टर गोपाल गुरुङज्यूले यदि आफ्नो व्यक्तिगत स्वार्थलाई नत्याग्नु भएको भए, शासकहरूबाट पाएको प्रलोभन, विभिन्न पद, लोभ, लालच र पैसामा यदि उहाँ बिग्नु भएको भए सायद आज सिन्धुपाल्चोकमा यो अवस्था आउने थिएन। उहाँले गर्नुभएको त्यो जीवन समर्पण, त्यो बलिदान र त्यो त्यागबाट आज सिन्धुपाल्चोक उठेको छ। यो सिन्धुपाल्चोक जाग्दैछ। अब सिन्धुपाल्चोक हिजोको सिन्धुपाल्चोक रहेन। अबको सिन्धुपाल्चोक जागृत सिन्धुपाल्चोक हो। अबको सिन्धुपाल्चोक सचेत सिन्धुपाल्चोक हो। अब हामी सिन्धुपाल्चोक मात्र नभइकन देशभरिका बृहत्तर जनताहरू आफ्नो अधिकार र अस्तित्व जुन सिंहदरबारभित्र कैद गरेर राखिएको छ, त्यो कैद गरिएको अधिकार र त्यो अस्तित्व, त्यो हाम्रो मान, त्यो सम्मान र त्यो गौरवलाई चाहिँ हामीले स्वतन्त्र बनाउनको निमित्त तपाईँ हामी एक ढिका भएर राजनीतिक रूपबाट अगाडि बढ्न आवश्यक छ। यदि हामीले हिजोको दिनबाट हाम्रो बाबुबाजेहरूले पाएको दुःख र त्यो कष्ट र त्यो वेदनाहरूलाई एउटा पाठ, एउटा सिकको रूपमा लिएर हामीले अहिले वर्तमानमा हाम्रो भविष्य कोर्नको निमित्त सङ्कल्प गरेनौँ भने, हामी एक ढिका भएनौँ भने हामी आधुनिक युगको आधुनिक दास बाहेक अरू केही पनि हुनेवाला छैनौँ। त्यसैले हाम्रो जीवन हाम्रो जिन्दगी त जस्तो थियो कट्यो, सक्यो, तर आउने भावी सन्तानहरूको भविष्य उज्जवल बनाउनको निमित्त र हाम्रो
भावी सन्तानहरूलाई चाहिँ यो देशको मालिक बनाउनको निमित्त अब हामीले राजनीतिक स्वामित्व ग्रहण गर्नै पर्छ। अब हामीले विभिन्न राजनीतिक दलहरूलाई अहिलेसम्म जिताएर पठाउनु भयो तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाबाट, तर कुनै पनि राजनीतिक दलहरूबाट सिन्धुपाल्चोक र सिन्धुपाल्चोक निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले कहिले पनि मुक्ति पाएन। वास्तविक लोकतन्त्रको अभ्यास नेपालमा कुन राजनीतिक दलले गरिरहेको छ भन्दाखेरि त्यो मङ्गोल नेसनल अर्गनाइजेसनले गरिरहेको छ। लोकतन्त्र भनेको वास्तवमा महामना डाक्टर गोपाल गुरुङज्यूले नेपालमा जति बेला राजतन्त्र थियो त्यति बेला लोकतन्त्रको लागि आवाज किन बुलन्द पारिदिनु भएको थियो भन्दाखेरि लोकतन्त्र भनेको कति बेला चाहिँ शक्तिशाली हुन्छ भन्दाखेरि त्यो लोकतन्त्र मुठीभर शासक सत्ता आफ्नो हातमा चलाएर बसेको ती सामन्तीहरूको अथवा ती शासकहरूको लागि उहाँले लोकतन्त्र स्थापित गराउनु भएको थिएन। लोकतन्त्र भनेको यो देशको कुना खन्दराहरूमा बसेको, जहाँ सिंहदरबार पुगेको थिएन, जहाँ संविधानले उनीहरूलाई दोस्रो दर्जाको नागरिक बनाएर राखेको थियो, जसले राज्यले सधैँभरि दोस्रो दर्जाको नागरिक, जसले सधैँभरि एउटा दास जस्तो मात्र, एउटा किरा फट्याङ्ग्रा जस्तो मात्र देखिएको मान्छेहरूलाई, जिउँदो लासहरूलाई चाहिँ जिउँदो मान्छे बनाउनको निमित्त उहाँले लोकतन्त्रको आवाज उठाउनु भएको थियो। यो लोकतन्त्र कति बेला बलियो हुन्छ, कति बेला चाहिँ सबलीकरण हुन्छ भन्दाखेरि जति बेला बृहत्तर जनताहरूको मानसिकताभित्र चेतना जाग्छ। चेतनामा पनि अझ सबैभन्दा सर्वश्रेष्ठ भनेको राजनैतिक चेतना हो। हामीले पाइलटले प्लेन उडाउने हो, डाक्टरले उपचार गर्ने हो, इन्जिनियरले बिल्डिङ बनाउने हो, ड्राइभरले बस चलाउने हो भने देश चलाउने, देश बनाउने भनेको नेताहरूले हो, राजनीतिज्ञहरूले हो। त्यसैले तपाईँ हामी सम्पूर्ण बृहत जनताहरूलाई अधिकार सम्पन्न बनाउने, हाम्रो अधिकार सिंहदरबारभित्र कुण्ठित भएको त्यो सिंहदरबारलाई स्वतन्त्र गराएर तपाईँ हाम्रो गाउँठाउँमा लिएर आउने भनेको राजनीतिज्ञले हो। त्यसैले हामीले अहिलेसम्म विभिन्न राजनीतिक नाममा, जनताको बहुदलीय जनवादको नाममा, विभिन्न समाजवादको नाममा, कम्युनिस्टको नाममा, साम्यवादको नाममा तपाईँ हामीमाथि एक किसिमको मास हिप्नोसिस गरिएको छ। हामीलाई राजनीति भनेको पैसाले गरिन्छ, राजनीति भनेको नेता भनेको धनीमानी मात्र हुन्छ भनेर हामीमाथि चाहिँ एक किसिमको भ्रम छरेको छ। तर म तपाईँहरूलाई के जगजाहेर गर्न चाहन्छु भने नेता र नेतृत्व भनेको भुइँबाट जन्मिनुपर्छ, तपाईँ हामी बीचबाट जन्मिनुपर्छ। तपाईँ हामी जस्तै मान्छेहरू चाहिँ नेता बन्नुपर्छ, जसले भोक बुझेको होस्, जसलाई अभाव भनेको के हो थाहा होस्, जसले भोकोपेट भनेको के हो थाहा होस्, जसले पानी पिएर चाहिँ त्यो उकालोमा भारी बोक्दाखेरिको त्यो थकान थाहा होस्, त्यो व्यक्तिलाई तपाईँ हामीले जबसम्म नेतृत्व चयन गर्दैनौँ तपाईँ हाम्रो अवस्था भनेको यस्तै नै हो। यसैले हामी अहिले देशभरिबाट मङ्गोल नेसनल अर्गनाइजेसनमा बृहत्तर जनताहरू एकजिका भएर अगाडि बढ्ने क्रम जारी नै छ। यो जारी भइराख्दाखेरि शासक वर्गहरू हिजो फ्रन्ट लाइनमा आएर छाती बुलाएर हिजोको दिनमा एमएनओलाई रोक्ने छेक्ने काम गर्थ्यो भने अहिले हामीमाथि अनुमानहरू लगाइएको छ। यो विश्व इतिहासले पनि प्रमाणित गरिदिएको छ। जब कुनै पनि देशको बहुसङ्ख्यक जनताहरू जसलाई सधैँभरि बुटको मुनि अथवा सेनाको दमन प्रयोग गरेर शासन सत्ताबाट वञ्चित गराएर राखियो, जसलाई राजनीतिबाट सधैँभरि टाढा राखियो, त्यो समुदायहरू जब उठ्दाखेरि, त्यो समुदायहरू जब जागरुक हुँदाखेरि संसारभरिको इतिहासले के बताउँछ भन्दाखेरि उनीहरू जस्तै व्यक्तिहरू प्रयोग गरिन्छ। नेपालको लडाई, तपाईँ हाम्रो लडाई भनेको साउथ अफ्रिकामा नेल्सन मण्डेला जस्तो एउटा महान व्यक्तिले लडेको, महान नेताले लडेको जस्तै लडाई हो। नेल्सन मण्डेलाले साउथ अफ्रिकामा 85% काला निग्रोहरूलाई अधिकार सम्पन्न बनाउनको निमित्त र आफ्नै घरमा मालिक बनाउनको निमित्त 27 वर्ष जेल जीवन बिताउनु भएको थियो। उहाँले 27 वर्ष जेल जीवन बिताए पनि उहाँ आफ्नो लक्ष्यप्रति, आफ्नो जनताप्रति र आफ्नो उद्देश्यबाट कहिले पनि विचलित हुनु भएन। तर त्यसै गरी नेपालमा पनि लडाई भनेको साउथ अफ्रिकामा नेल्सन मण्डेलाले लडे जस्तै हो। साउथ अफ्रिकामा नेल्सन मण्डेला एक्लै उठ्दाखेरि त्यति बेला पनि त्यहाँको शासक वर्गहरूले उसलाई हिजोको दिनमा नेपालमा महामानव डाक्टर गोपाल गुरुङज्यूलाई जसरी खिल्ली उडाउँथ्यो त्यसरी नै खिल्ली उडाउने काम गर्थ्यो। तर नेल्सन मण्डेलाले 27 वर्ष जेल जीवन बिताएर जब उहाँ चाहिँ त्यहाँको बृहत्तर जनताहरूले नेल्सन मण्डेलाले उठाएको मुद्दा सही रहेछ, नेल्सन मण्डेला भनेको हाम्रो लागि बोलिदिने व्यक्ति रहेछ,
हामीले नेल्सन मण्डेलालाई साथ समर्थन सहयोग दिएर अगाडि बढ्नुपर्छ भन्दाखेरि त्यति बेला त्यहाँका गोरा शासकहरूले नेल्सन मण्डेला जस्तै उसकै दाजुभाइहरूलाई विभिन्न पार्टी खोलिदिएर विभिन्न माग मुद्दा र एजेन्डाहरू अगाडि सारिदिएर जनतामा भ्रम छाड्ने काम गरेको थियो। तर त्यहाँको जनताहरूले, साउथ अफ्रिकन जनताहरूले आफ्नो साझा शत्रुलाई चिनिसकेर जब नेल्सन मण्डेलालाई साथ समर्थन र सहयोग दिएर अगाडि बढे, जब राजनीतिक स्वामित्व ग्रहण गरे, तब साउथ अफ्रिका उठ्यो। आज साउथ अफ्रिका विश्वको उदयमान शक्तिको रूपमा परिचित छ। नेल्सन मण्डेलाले एउटा भनाइ भनेका थिए, इट सिम्स इम्पोसिबल अन्टिल इट्स डन। कुनै पनि कुराहरू असम्भव देखिन्छन् जबसम्म ती कुराहरू साकार हुँदैनन्। त्यसैले हिजोको दिनमा सिन्धुपाल्चोक जिल्लामा दावासरहरू 2-3 जना साथीहरू मात्र यो खुकुरी तारा भएको झन्डा बोकेर कुना कन्दराहरूमा जाँदाखेरि सिन्धुपाल्चोक निवासी तपाईँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो कुरा असम्भव लाग्थ्यो। तर आज आएर यो परिस्थिति, यो माहौलले के कुरा प्रमाणित गरिदिएको छ भन्दाखेरि जसरी नेल्सन मण्डेलाले भनेका थिए, इट सिम्स इम्पोसिबल अन्टिल इट्स डन। ती कुराहरू तबसम्म मात्र असम्भव देखिन्छन् जबसम्म ती साकार हुँदैनन्। हो, हाम्रो सपना अब साकार हुँदैछ कि छैन? तपाईँहरूले त्यो कुरा देख्नु भइरहेको छ कि छैन? तपाईँहरूले हाम्रो सिंहदरबारभित्र कुण्ठित गरेर राखिएको अधिकारहरू पाउँदै गर्नुभएको त्यो कल्पना गर्नु भइरहेको छ कि छैन? छ। तपाईँहरूले मङ्गोल नेसनल अर्गनाइजेसनको उम्मेदवार सिंहदरबारभित्र सांसद भवनभित्र छिरेर मानव अधिकार र अस्तित्वको लागि आवाज उठाइ राखेको त्यो कल्पना, त्यो दृश्य देखिराख्नु भएको छ कि छैन? पक्कै पनि देखिराख्नु भएको छ। त्यसै गरी मैले प्रसङ्ग जोड्न चाहे, नेल्सन मण्डेलाले जुन लडाइँ लडेको थियो साउथ अफ्रिकामा, त्यस्तै गरी नेपालमा पनि मङ्गोल नेसनल अर्गनाइजेसन र महामना डाक्टर गोपाल गुरुङज्यूले लडिदिनु भयो। अहिले नेपालमा मङ्गोल नेसनल अर्गनाइजेसनलाई शासन सत्तामा पुग्नबाट रोक्नको निमित्त यो देशमा हामी मूलवासी र मङ्गोलहरूलाई एक ढिक्का हुनबाट जोगाउन, आफ्नो शासन सत्ता आफ्नै हातमा टिकाइराख्नको निमित्त तपाईँ हामी जस्तै हनुमानहरू प्रयोग गरिएको छ। लोकप्रियतावादको आधारमा सङ्गीतकर्मीहरू, कलाकारहरू, नाटक मञ्चन गर्ने नाटककारहरू अहिले राजनीतिज्ञ बनेर हामीमा एक किसिमको भ्रम छर्नको लागि मैदानमा छोडिएको छ। लोकप्रियतावादको आधारमा युक्रेनमा जसरी लोकप्रियतावादको आधारमा जेलेन्स्कीलाई चयन गरेर राष्ट्रपति बनाउँदाखेरि युक्रेनी जनताले कुन अवस्था भोग्नु परेको छ त्यो विश्वलाई थाहा छ। नेपालमा जस्तै अवस्था थियो युक्रेनमा। भ्रष्टाचार, व्यतिथि र विसङ्गतिले चरमचुली नागिसकेको थियो। युक्रेनी जनताहरू विक्षिप्त भइसकेका थिए। त्यति नै बेला पश्चिमा शक्तिहरूले, पश्चिमा शासकहरूले, पश्चिमा साम्राज्यवादीहरूले युक्रेनमा जेलेन्स्कीको उदय गरायो। जेलेन्स्की भनेको एउटा कलाकार मात्र थियो, एक्टर थियो। उसलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख बनाएर युक्रेनमा राष्ट्रपति चयन गरिदिने बित्तिकै उसले एउटा हस्ताक्षर गर्यो। के हस्ताक्षर गर्यो? अब युक्रेन पनि नेटो देशमा समावेश हुन्छ। युक्रेन भनेको रसियाको विरुद्धमा जान्छ, चीनको विरुद्धमा जान्छ भनेर जब उसले एउटा हस्ताक्षर गर्यो, जति बेला उसले अपरिपक्व हस्ताक्षर गर्ने बित्तिकै आज युक्रेनको अस्तित्व खतरामा छ। त्यस्तै गरी मैले यो कुरा किन भने भन्दाखेरि राजनीति गर्ने राजनीतिज्ञले हो, कलाकारहरूले कलाकारिता देखाउने हो, गायकहरूले गीत गाउने हो, एक्टरहरूले एक्टिङ गर्ने हो, डक्टरले उपचार गर्ने हो, इन्जिनियरले पुल बनाउने हो, बिल्डिङ बनाउने हो, नक्सा गर्ने हो, देश बनाउने, देश चलाउने भनेको राजनीतिज्ञले हो। त्यो भएको कारणले गर्दा जसरी युक्रेनी जनताले भावनात्मक इमोसनल भएर जसरी जेलेन्स्कीलाई जिताएर पठाइसकेपछि आज युक्रेनी जनताहरूले आफ्नै देशमा दास जस्तो जिन्दगी बाँच्नु परेको छ, जिउँदो लास भएर बाँच्नु परेको जुन अवस्था आएको छ, आफ्नै देशबाट भाग्नुपर्ने अवस्था आएको छ, त्यो अवस्था तपाईँ हामी माझमा पनि भोलिको दिनमा आउन सक्छ। त्यसैले मङ्गोल नेसनल अर्गनाइजेसनले हामीले अहिलेदेखि सजग गराइरहेका छौँ। त्यस्ता जेलेन्स्कीहरू नेपालमा जन्माइँदैछ, त्यस्ता जेलेन्स्कीहरू नेपालमा उदय भइरहेका छन्। त्यसैले तपाईँ हामी सजग हुन आवश्यक छ। नेपालमा हामीलाई जति झुकाउनु थियो झुकाइसक्यो, जति हामीलाई ठकिनु थियो, जति लुटिनु थियो अब हामी लुटिसक्यो। अब हामीसँग केही पनि बाँकी छैन।
मात्र शरीरमा हाम्रो दुखदुखी र एउटा प्राण मात्र बाँकी छ। अब यो प्राण र यो दुखदुखी पनि यो शासक वर्गहरूले हामीबाट लुट्न खोजिरहेका छन्। त्यसैले त्यो प्राणलाई बचाउनको निमित्त हामी जस्तै मान्छेलाई चाहिँ नेतृत्व चयन गर्नुपर्छ, जसले समाज बुझेको होस्, जसले भोग बुझेको होस्, जसले देश बुझेको होस्, जसले माटो बुझेको होस्, जसले हाम्रो संस्कार संस्कृति र हाम्रो मानव अधिकार र अस्तित्व बुझेको होस्। त्यसैले तमाम सिन्धुपाल्चोक निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म के आह्वान गर्न चाहन्छु भने राजनीतिक रूपमा परिपक्व भएको, देश बुझेको, परदेश बुझेको, माटो बुझेको, यहाँको संस्कार संस्कृति बुझेको, भाषा बुझेको, आफ्नो मानव अस्तित्व र अधिकारलाई कुनै पनि तवरले कम्प्रोमाइज नगर्ने नेतृत्व तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाले पाएको छ। त्यो परिपक्व भएको राजनीतिक नेतृत्वलाई अब तपाईँहरूले यो गाउँठाउँमा मात्र सीमित राख्नु हुँदैन। अब सिन्धुपाल्चोकको अधिकार गाउँठाउँमा मात्र उठाउनु हुँदैन। अब तपाईँ हाम्रो मानव अधिकार र अस्तित्व भनेको सिंहदरबारबाट उठाउनुपर्छ। त्यो सिंहदरबारबाट हाम्रो आवाज उठाउनको निमित्त परिपक्व नेतृत्व सिन्धुपाल्चोक जिल्लामा तयार भइसकेको छ। तपाईँहरूलाई फेरि पनि अवगत गराउन चाहे, निर्वाचन क्षेत्र नम्बर 1 बाट दावा लामाजीले प्रतिनिधि सभाको लागि चाहिँ आफ्नो उम्मेदवारी दिने निर्णय गर्नुभएको छ र यसै गरी क्षेत्र नम्बर 2 बाट कर्णवीर सरले दिनुभएको छ। दुवैजना यो देशप्रति, यो माटोप्रति र हामी यो बृहत्तर जनताप्रति चाहिँ समर्पणको भावना राखेर अहिलेसम्म राजनीतिक यात्रा अगाडि बढाइरहनु भएको कारणले गर्दा तपाईँ हामी सबैजनाले उहाँहरू दुईजनालाई विजय गराएर हाम्रो अधिकार र अस्तित्वको कुराहरू, हाम्रो मानव अधिकार र अस्तित्वको कुराहरू संसद भवनभित्रबाट उठाउनको निमित्त चाहिँ हाम्रो त्यो आवाजलाई बुलन्द पार्नको निमित्त तपाईँ हामीले फागुन 21 गते चुनाव चिन्ह कुखुराको भालेमा मत हाल्न अति आवश्यक र अति अपरिहार्य भइसकेको छ। त्यो भएको कारणले तपाईँ तमाम सिन्धुपाल्चोक निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई फागुन 21 गते हुने निर्वाचनमा चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर हाम्रो आवाजलाई गाउँठाउँमा मात्र सीमित नराखिकन सिंहदरबारसम्म पनि त्यो आवाजलाई उठाउनको निमित्त चाहिँ एक किसिमको एकबद्धता जाहेर गरिदिनु हुनको लागि हार्दिक आह्वान गर्दै हिजोको 15 सत्रबाट चयन हुनुभएको दावा लामाजीको नेतृत्वमा अध्यक्षतामा चयन हुनुभएको सिन्धुपाल्चोकको जुन नयाँ नवगठित टिम छ, तपाईँहरू सम्पूर्णलाई तपाईँहरूको सफल कार्यकालको शुभकामना दिँदै हामी विजय वर्षमा प्रवेश गर्दैको तपाईँ तमाम मूलवासी मङ्गोलहरूलाई, बृहत्तर जनताहरूलाई शुभकामना दिँदै म जिल्ला सभा रसुवाको तर्फबाट के आश्वासन दिन चाहन्छु भन्दाखेरि सिन्धुपाल्चोकलाई दुख्दाखेरि एमएनओ रसुवा तपाईँहरूको साथमा सधैँभरि हुनेछ। एमएनओ रसुवालाई सधैँभरि सम्झिनु होला। हामी टाढाको जिल्लाको होइन, छिमेकी जिल्ला जोडिएको जिल्ला भएको कारणले गर्दा कुनै पनि दुःख पर्दाखेरि, कुनै पनि अप्ठ्यारो पर्दाखेरि एमएनओ रसुवालाई र मलाई म व्यक्तिगतलाई पनि तपाईँले सम्झनको निमित्त चाहिँ हार्दिक आह्वान गर्दै हामी हातेमालो गरेर अब अगाडि बढ्दैछौँ। हामी अगाडि बढौँ, सिन्धुपाल्चोक अगाडि बढ्छ, रसुवा अगाडि बढ्छ, देश अगाडि बढ्छ भन्दै हाम्रो जितले हामीलाई कुरिरहेको छ, हाम्रो उज्जवल भविष्यले हामीलाई पर्खिरहेको छ भन्दै तपाईँहरूको माझबाट हामी फेरि पनि भेट्ने अभिलाषाको साथ र हिजो नवगठित टिमलाई फेरि पनि शुभकामना दिँदै अहिलेको निमित्त भने तपाईँहरूको माझबाट म विनोद सिंह बिदा हुन चाहन्छु। हवस् त, स्वीकार्नुहोस्। जय मङ्गल।